हेलो एभ्रिवान, नमस्ते, 안녕하세요। आजको हाम्रो यात्रा रहेको छ वासङसीबाट सुवन्सीसम्मको र हजुरहरूलाई पनि यो यात्रामा सँगसँगै लैजाँदैछौँ है र कोरियन शब्दहरू सिक्दै। आजको हाम्रो यो यात्रामा हजुरहरूले बाटोमा पर्ने दृश्यहरू त देख्नु नै हुनेछ भने हजुरहरूले कोरियन यातायात सम्बन्धी शब्दहरू पनि सिक्नुहुनेछ। त्यसकारणले साथीहरू बिचैमा नझरिकन सँगसँगै यात्रा गर्दै गर्दै हामी कोरियन शब्द सिक्दै सुवनसम्म पुग्नेछौँ है त। ल यातायातलाई कोरियन भाषामा ख्योथोङ भनेर भनिन्छ भने बाटोलाई चाहिँ थोरो, खिल, बोदो भनेर भनिन्छ र अहिले हामी गाडी चलाइरहेको बाटो चाहिँ थोरो, अझ यसलाई भन्नुपर्दा खोसोक थोरो भनिन्छ। खोसोक भन्ने बित्तिकै तीव्र स्पिड भन्ने अर्थ लाग्छ, जहाँ कुनै पनि सङ्केत बोर्डहरू हुँदैन जसले गर्दा रोकिनु पर्दैन र अलिकति स्पिडमा गाडी ड्राइभ गर्दा पनि हुन्छ। गाडी चलाउनुलाई उन्जन हादा भनिन्छ भने ड्राइभरलाई उन्जन खिसानिम भनेर भनिन्छ र भर्खरै लाइसेन्स निकालेर सुरुवाती दिनहरूमा गाडी चलाउँदै हुनुहुन्छ भने चाहिँ छोबो उन्जन भनिन्छ। छोबो भन्ने बित्तिकै सुरुवाती, अझै हात नबसिसकेको भन्ने अर्थ लाग्दछ। त्यसैले कोरियामा हजुरहरू गाडीमा हुनुहुन्छ र अगाडिको गाडीमा चाहिँ छोबो उन्जन लेखेको छ भने चाहिँ हजुरहरूले आफूले गाडी एकदमै केयरफुल भएर चलाउनुपर्छ। लाइसेन्सलाई कोरियन शब्दमा उन्जन म्यनह भनिन्छ। चालक अनुमति पत्र लाइसेन्सलाई नै कोरियन शब्दमा उन्जन म्यनचुङ भनिन्छ। अब चाहिँ हामीले वासाङसी भन्ने ठाउँलाई छोडेर सुवन्सीभित्र जाँदैछौँ, जसले गर्दा हामीले सर्टेन एमाउन्ट चाहिँ तिर्नुपर्ने हुन्छ र यो तिर्ने जुन हजुरहरूले ठाउँ देख्नुभयो यसलाई ट्रोल गेट भनिन्छ भने कोरियन शब्दमा योगुम्सो अथवा थोलगेइथ हाइफास भनेर भनिन्छ। यसमा हामीले पैसा गाडी रोकाएर त्यहाँको एउटा कार्डमा हालेर पनि तिर्न सकिन्छ भने ब्याङ्कमा गएर अटो कार्ड बनाएर पनि हामीले तिर्न सकिन्छ। र ट्राफिक लाइटलाई कोरियन शब्दमा सिनोदुङ भनिन्छ र जेब्रा क्रसलाई चाहिँ ह्वेन्दाङ बोदो भनिन्छ र त्यस्तै गरी पेट्रोल पम्पलाई छुयुसो भनेर भनिन्छ भने गाडी धुने ठाउँलाई चाहिँ सेच्छा भनिन्छ। र अब छ ख्योथोङ सुदान। ख्योथोङ सुदान भनेको सवारी साधनहरू। कोरियामा सवारी साधनहरू थेजुङ ख्योथोङ सार्वजनिक यातायातहरूमा खिच्छा, छियाछल, बस, थुङथुङ र खेइन्छा व्यक्तिगत गाडीहरूमा ओथोबाई, छाजनग, कार, छादोङछा, थुङथुङ। सागो भनेको एक्सिडेन्ट, ख्योथोङ सागो भनेको चाहिँ गाडी एक्सिडेन्ट। त्यस्तै गरी सागोसा भनेको चाहिँ गाडी एक्सिडेन्टबाट कसैको मृत्यु हुन्छ भने सागोसा भनिन्छ र फोहेङजा भनेको पैदल यात्रीलाई चाहिँ फोहेङजा भनिन्छ भने खोल्मोक भनेको गल्ली। बस टर्मिनल, बस टर्मिनल, बस छङन्युजाङ बस स्टेसन, छुच्छा पार्क, छुच्छाजाङ पार्किङ स्थल, छुच्छाहादा पार्किङ गर्नु, यगेक टर्मिनल पानीजहाज चढ्ने झर्ने ठाउँ, खोङहाङ एयरपोर्ट, ट्याक्सी सुङ्गाङजाङ ट्याक्सी स्टेसन, छियाछल खिच्छा सुङ्गाङजाङ ट्रेन अथवा सर्वे प्लेटफर्म, थुङथुङ इत्यादि। आजको हाम्रो गन्तव्य थियो छुरिपखुक ख्वाल्ली सामुसोसम्मको भनेको अध्यागमन विभागसम्मको। हजुरहरूको यात्रा कस्तो रह्यो र यातायात सम्बन्धी के कति नयाँ शब्दहरू हजुरहरूले सिक्नुभयो कमेन्ट गर्नुहोला। 감사합니다. 다음에 또 봐요.